यहाँ चाहिँ बच्चाहरूले खेल खेलिराख्नु भएको छ। बिहानीको एक्सर्साइज बच्चाहरूलाई। बिस्तारी खेल्ने बिस्तारी। फोटो खिचेको नि। बहिनीलाई पबिसा बहिनीलाई बान्दिनु। हाई गर्नु छोरी। हाई तर हाई गर्नु। बहिनीलाई पनि हान्न दिनु न। बहिनी बल थितामेङमा अब चाहिँ यहाँ मेरो नानीहरू खाना खानलाई हात खुट्टा धुँदैछन्। अनि माम खाएर स्कुल पुर्याउन लानुपर्ने छ मेरो ज्ञानीहरूलाई। हजुर फोनमा नबोलिकन भनेको मैले। फोनमा नबोलिकन बोलेको रे है। म चाहिँ कस्तो उनी हरायो। फोनमा नबोलिकन बोल्नुहुन्छ भन्ने मान्छे यता अर्को मेरो छोरीहरू है। चाहिँ म नानीहरूलाई खाना दिनु लागेको। ल अब चाहिँ यता खाना दिनु थालेको मेरो नानीहरू। छोरी गर्नु त पबिसु। म चाहिँ यता छु। अब स्कुल लानुपर्ने छ है साथीहरू। अब चाहिँ हामी स्कुल हिँडेको। सबैले हाई गर्नु लु स्कुल जानु। हामी मात्र भयौँ है छोरा। अन्त नि स्कुल पुगेको। बाई बाई लु। खोइ बाई बाई। अनि हामी चाहिँ शुक्रबारे बजार हिँडेको दिदी बहिनी। मेरो दिदी चाहिँ बहिनी छ। आम कन्ने बनौठा मारी मारी मोटी दाल कोही गन्दारी अब अनौठा मारी मारी दिन जाबा है। आमरी रुम्जटारको सुन्तला यो मान्छेहरूले देख्यो भने मलाई लालुपाते। रुम्जटारको सुन्तला चाहिँ सानो सानै मर्नु लागेको यो के भएको। हाम्रोतिर त ठुलो ठुलो पो हुन्छ नि सुन्तलाको त। शुक्रबारे बजार रुम्जटारको। अब चाहिँ हामी शुक्रबारे बजार पुग्यौँ। सब्जी लाइन था। अब यहाँ कपडा। मेरो साथी चाहिँ अगाडि हिँड्दै हुनुहुन्छ है। बेसरी यहाँ चाहिँ मर्चा पसल मर्चा
राईपरी होइन मर्चा त किन्नै पर्यो। यहाँ चाहिँ मर्चा मेरो दिदी यता चाहिँ सुर्ती रहेछ। लु हामीले चाहिँ 1 सयको मर्चा पनि किन्यौँ। अब चाहिँ लाग्यो मर्चा किनेर टमाटर दाँते नि थियो यहाँ टमाटर चाहिँ ठेकी रहेछ। यो चाहिँ ठुलो ठेकी चाहिँ 6000 रहेछ, 1300 देखि 500। अनि 500 देखि माथिको रहेछ सबै। यहाँ चाहिँ माघे सङ्क्रान्तिलाई यहाँ बनतरुल। यता सुन्तलाहरू आमामा टन्नै रहेछ सुन्तलाहरू। अब चाहिँ हामी घरतिर जाने। तरुलहरू चाहिँ टन्नै आएछ टन्नै। सबै यो चाहिँ भाइरल मान्छे है, तपाईँहरूले कतिले टिकटकमा पनि देख्नु भएको होला। कागती भोटे टिमुर हो। यहाँ चाहिँ टिमुर पनि पाइँदो रहेछ है साथीहरू, टिमुर। यहाँ चाहिँ रुम्चटारमा बोजूले राडी बुन्दै हुनुहुँदो रहेछ। राडी ताना नै हो चाहिँ राडी। लोप भएको कुरा आज देख्न पाइयो। साथीहरू म चाहिँ नानी लिन जाँदैछु है फेरि। म चाहिँ नानी लिन जाँदैछु। बाबु अर्को पनि आयो, 3 जना आइसक्नुभयो। मेरो नानीहरू 4 जना आइसक्यो मेरो बच्चाहरू। म चाहिँ नानीहरू लगेर गएको। मेरो नानीहरू मेरो चाहिँ झोला 4वटा झोला बोक्नु पर्यो। जाम बाटो जाम 4जना यहाँ छ मेरो नानीहरू चाहिँ। अब चाहिँ हामी यताको बाटो हिँड्यौँ। अब सर्टकट बाटो यताबाट चाहिँ अलिक छिटो हुन्छ। आउनु छोरी जाम छोरी ढु हुन्छ है बाबु। केटाकेटीहरूको चाहिँ चकचक यस्तै हुन्छ, तर अब आफू पनि बच्चामा त चकचक गरियो। तर अहिले बच्चाहरूले त्यस्तो गर्दा चाहिँ चकचक नगरिदियोस् चाहिँ हुन्छ क्या। मलाई चाहिँ भएको च्यातिन्छ। भाइ सिम्पल भाइ पर पुगिसक्नुभयो, गेट निस्किनु भयो। भाइलाई आची आयो रे, छिटो जाम ल। हाम्रो कान्छालाई आची आयो रे। ऊ भाइ तल पुगिसक्नु भयो, तल जाम। ऊ बहिनी तल पुगिसक्नु भयो, भाइ झन् तल हुनुहुन्छ। दुईटा चाहिँ किन ढिलो? दिदी भाइ मिल्यो। आमा दिदी भाइ पो त नि है।
हो मिली हिँड्नुपर्छ नि त्यसरी है मिलेर हिँडेको पो त नि अब चाहिँ हामी घर आइपुगेको छोरा तँ बल चाहिँ किन तपाईँ यतिखेरै ओए लडिन्छ सिम्पल यहाँ आउनु नाना चेन्ज गर्नुपर्छ आउनु कुन खोलिदिनु छोरा दिदीलाई आया हुन्छ छोरा त्यस्तो किन यो फुकाल्दिनु हस् अघि कपाल काट्दै देखेको फेरि अर्को नयाँ लुक चाहिँ यस्तो छ अनि यहाँ मैले चाहिँ सक्खर दिएर मेरो बच्चाहरू खाँदैछन् लु जानु पर दिदीसँग खेल्नु बिस्तारी बाबु नानामाथि तान्नु छोरा